आज चाहिँ तेस्रो दिन देउरालीमा। यहाँको टेम्परेचर चाहिँ अहिले -6 रहेको छ। अब अहिले चाहिँ म चाहिँ बेडबाट चुरुक्क उठ्ने बित्तिकै मर्निङमा देख्ने भ्यू देखाउन चाहन्छु है त। देखो न गाइस, धाराम पानी जमेर है। यता नआउनु रहेछ। म चाहिँ यहाँ छु है त। मुखदुम भनेको हेरौँ न, यहाँ पानी जमाएर छ क्या। न यो चाहिँ देउराली है। देउरालीको मर्निङ यता पनि यस्तो दामी, यता पनि यस्तो दामी। अनि यो होटलबाट चाहिँ देख्न सक्ने यो भ्यूहरू चाहिँ यस्तो रहेको छ है। यता पछाडि चाहिँ दामी हिमाल देख्दो रहेछ। माथि त्यो डाँडा हेर, पुरै कन्क्रिट ढुङ्गा। अनि त्यसपछि पछाडि पनि यस्तो दामी देख्न सकिन्छ है त। अनि यो पछाडि पनि त्यस्तै अग्लो चुचुरो हिमाल देख्न सकिन्छ है त। एकदम धेरै चिसो छ अहिले चाहिँ, यहाँ माइनसमा छ अहिले। अनि हामी बस्नु लागेको होटल चाहिँ यस्तो रहेको छ। अब हामी चाहिँ निस्किनु भएको है त। अब हामी यात्रामा चाहिँ निस्किसकेको छौँ। अनि मेरो अवस्था चाहिँ यस्तो छ। अनि पछाडिको भ्यू चाहिँ फेरि यस्तो देख्न सकिन्छ है त। अब यहाँबाट माथि चाहिँ हिमाल यस्तो छ, खोला यसरी बगिरहेको छ। यस्तो दामी नजारा देख्न सकिन्छ है त। बाटोभरि हिउँ छ है त। यसरी हामी यात्रा चाहिँ अब अन्नपूर्ण बेस क्याम्पसम्म भयो है त। साथीहरू सबै अगाडि लागेको छ। अनि म चाहिँ यहाँ छु। यसरी हामी अगाडि बढ्दैछौँ है त। बाटोमा भिडियो बनाउँदै देखाउँदै। रिक्स एरिया भनेको छ है यो एरिया चाहिँ है त। रिक्स एरियामा चाहिँ अब बिस्तारै जाउँ। यो माथि ढुङ्गामा सबै आइस जमेको छ है त। हामी निरन्तर यात्रामा छौँ। अनि मेरो अवस्था चाहिँ यस्तो देख्न सकिन्छ है त। एकदम चिसो छ। यता डाँडा छ, यता पछाडिपट्टि हिमाल छ। अगाडि मेरो साथमा भट्ट सर हुनुहुन्छ। पानको पात बनाऊ। यो चाहिँ तिम्रो लागि। के भाइ?
भाइ कस्तो अनुभव भइरहेछ त? मलाई अहिलेसम्म चाहिँ एकदम दामी भइरहेको छ, यताउता केही समस्या छैन अनि जस मलाई एकदम फिलिङ गुड भइरहेको छ। फिलिङ गुड भइरहेछ है त। हो यताबाट घाम झुल्किन लागेको छ है त डाँडामा। अनि यस्तो छ डाँडा है त। हामी चाहिँ बाटोमा हिँड्दै यसरी मलाई त देख्न सक्नुहुन्छ है त। मेरो अवस्था चाहिँ यस्तो छ है त। नमस्ते नमस्ते। पर्यटकहरू आउने जाने भइरहेको रहेछ है त। यसरी देख्न सकिन्छ पर्यटकलाई चाहिँ। हामी स्वदेशी पर्यटकलाई यसरी देख्न सकिन्छ है त। ल ठिक छ जाउँ जाउँ। दायाँमा हेर ल हेर ल। यहाँबाट त्यस्तो दामी भ्यू देख्न सकिन्छ है त। अब यस्तो छ है भ्यू चाहिँ अति नै दामी भ्यू देख्न सकिन्छ है त। यहाँ चाहिँ दामी भ्यू देखाएको छ। भ्यू सँगसँगै मलाई पनि देख्न सक्नुहुन्छ भनेको अति राम्रो भ्यू देख्न सकिन्छ है त। यहाँबाट चाहिँ मलाई पनि देख्न सकिन्छ यता। अब हामी जाँदैछौँ एम्बेसीतिर है त। भ्यू चाहिँ यस्तो छ है पछाडि दामी छ। माछा पुछ्री ब्याङ्क। फाइनली हामी माछा पुछ्री बेस क्याम्पमा आइपुगेको छौँ है त। माछा पुछ्री बेस क्याम्पमा चाहिँ यस्तो होटेलहरू देख्न सकिन्छ है त। अहिले चाहिँ हामी माछा पुछ्री रेस्टुरेन्टमा चाहिँ खाना खानु लाग्यो है त। खाना चाहिँ यस्तो छ गुन्द्रुक दामी छ है। भात दाल
दब्बाकै दिइरहेछ यहाँ भाइले त फोटोसोटो उठाउनुहुन्छ है त हामी खानासाना खाएर अब अगाडि बढ्नुपर्ने हुन्छ टोयलेट बस्नु पऱ्यो भनेर आएको टोयलेटमा त कस्तो आइसकेछ टोयलेटबाट बाहिर चाहिँ फेरि यस्तो यस्तो छ है त टोयलेटबाट बाहिर चाहिँ अनि म चाहिँ यहाँ छु जाडो छ है टोयलेट बस्नुभन्दा त टोयलेट नबसिकन बा जाँदा ठिक होला जस्तो छ ल माछापुच्छर बेस क्याम्पबाट चाहिँ हामी लाग्यौँ अब अन्नपूर्ण बेस क्याम्पतिर माछापुच्छर बेस क्याम्पमा चाहिँ खाना खाएर अब अन्नपूर्ण बेस क्याम्प जाँदै गर्दाको भिडियो भयो यता जताततै हिउँ देख्न सकिन्छ अब चिसो लागेको छ मलाई पनि है त यस्तो छ ठाउँ यहाँबाट चाहिँ यस्तो दामी भ्युज देख्न सकिन्छ है त काम यता छ अनि हामी चाहिँ वक गर्दैछौँ है त हिँड्दैछौँ यसरी अगाडि चाहिँ चाहिन्छहरू छ पछाडि चाहिँ हामी चाहिँ जाँदैछौँ अन्नपूर्ण बेस क्याम्पमा अन्नपूर्ण बेस क्याम्प जाँदै गर्दाखेरि चाहिँ ठाउँहरू चाहिँ अति नै बेसी दामी क्या अति नै बेसी दामी चराहरू पनि यसरी देख्न सकिन्छ है त भन त हजुर के भयो त अनि ठाउँ चाहिँ यस्तो छ है चाइनिज यता आइरहेछ ठाउँ चाहिँ अभी हजुर यो माछापुच्छ्रे हिमालले होइन यो देखेको अन्नपूर्णलाई के थाहा छ के भन्दा चाहिँ माछापुच्छ्रे चाहिँ फेरि म हट भइसक्यो वाइल्ड भइसक्यो नि त्यहाँ खोलो न खोलो भनिसक्यो हेर त्यहाँ माथि हेर त माथि उफ्रिन बाँकी छ हेर त हो माथि त पुरा उब्रिन्छ खै त्यही भएर त्यस्तो भनेको म हट भइसक्यो छिटो उफ्र न भनिरहेको छ कि वाइल्ड छ हेर माछापुच्छ्रे चाहिँ यार लास्ट सेक्सी हो हेलो हेलो अहिले चाहिँ हामी माछापुच्छ्रे बेस क्याम्पबाट तल जाँदै गर्दाखेरि यहाँ चाहिँ अब मजाले के भन्छ अरे हिउँ पर्न थालेको छ है फुरुरु अलिअलि देख्न सकिन्छ यहाँबाट त्यस्तो भ्यू देख्न सकिन्छ है त अब यो भ्यूबाट चाहिँ अब हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पको लागि हिँड्दैछौँ है त अन्नपूर्ण बेस क्याम्पको लागि चाहिँ अब ठाउँ चाहिँ अति नै बवाल छ यस्तो चिसो छ एकदम राम्रो छ चाहिन्छ पनि आयो यता आइरहेको छ है चाहिन्छ
चिसो छ। अब हाम्रो यात्रा चाहिँ जारी छ। स्नोफल भइरहेछ सानो। यतातिर चाहिँ चारैतिर भ्यू चाहिँ एकदम धेरै राम्रो छ। यतातिर चाहिँ विदेशी साथीहरू पनि छ है। अति नै राम्रो भ्यू देख्न सकिन्छ है त यहाँबाट। यस्तो दामी छ।那个袋子吗？对啊，它这会让你适应现在的二氧化碳浓度。走，走，It means let's go。休息。休息 means rest. Take Have a rest. 哦。休息。 Okay, slowly, slowly. अब के भन्ने भन्नै आउँदैन बोल्नै आउँदैन बोली सिकिसक्यो यस्तै छ कथा व्यथा सो अहिले चाहिँ हामी अन्नपूर्ण बेस क्याम्प आइपुग्न खोजेको छौँ मेरो साथमा यहाँ भाइ छ अनि यता आङ गुरुङ क्याम्पदेखि भागे छ पछाडि बोकटी भाइ छ यता साइडमा अनि हाम्रो मामा हुनुहुन्छ यता छ लाउने यस्तो छ है अवस्था यहाँको अब हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प चाहिँ यहाँबाट सर यहाँ देख्न सकिन्छ है त यता यहाँ रहेछ है त ठाउँ अनि हामी जाँदैछौँ ठाउँ चाहिँ अति नै यस्तो छ है त यहाँ चाहिँ ओइ खाल्टोतिर पर्ला नि हामी फेरि हुँदैन रहेछ यात्रा हाम्रो जारी छ है त हिउँ चाहिँ सरर परिरहेको छ बिस्तारै अलिअलि देख्न सकिन्छ है त हिउँ परिरहेको छ एकदम आउँछ अहिले चाहिँ अब यस्तो विन्डी यस्तो दामी छ ठाउँ चाहिँ है त विशाल गुरुङलाई चाहिँ एकदम थाकेर चाहिँ तनाव सुत्मिदा भएको छ है त
प्रशान्त भाइ के भन्छौ? म हिँड्दै गर्छु भन्न चाहन्छु त। त्यति मात्रै? आउनु मामा ल चिसोमा तनाव सुनिँदा है त जाडो छ है त कस्तो बवाल ठाउँ मान्छेहरू त आउँदैन अझै आउँदै पनि छ बेसीहरू है त माथि देखेको चाहिँ अन्नपूर्ण बेस क्याम्प अनि पछाडि चाहिँ अब मजाले देख्न सकिन्छ है त एकदम धेरै राम्रो छ अति नै बाबा अति नै बाबा पर्दैन केटोले चाहिँ अब मलाई माया देखाएर अब यहाँ झोला बोक्दिन आइदिएको छ केटोले भाइले बेस क्याम्प चाहिँ अब आइपुग्न लाग्यो है त ठाउँ चाहिँ यस्तो छ है त केटोले माया चाहिँ घर चाहिँ माथि गएर नि आफ्नो झोला राखेर नि फेरि हेल्प गर्न आएको छ केटो अन्नपूर्ण बेस क्याम्प चाहिँ त्यहाँ छ है त अब हामी चाहिँ यसरी भारी बोकेर हिँड्न पर्ने अवस्था आएको छ पछाडि बोक्दा बोक्दा ज्यानै थकित गाह्रो अब यसरी बोक्दाखेरि चाहिँ सजिलो भएको जस्तो छ है त आइनु के हो किन आत्यो भने आयन गुरुङ यस्तो दामी छ अब यसरी बोक्दै अगाडि बढ्दैछु है त अगाडि बढ्दैछु अगाडि फाइनली हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प आइपुगेको छौँ अन्नपूर्ण बेस क्याम्पबाट चाहिँ देखिने भ्यूहरू चाहिँ यस्तो रहेको छ है त सरर देख्दाखेरि अति नै राम्रो दामी भ्यू यतातिर त्यस्तै अब अन्नपूर्ण बेस क्याम्पको यो क्याम्प चाहिँ अगाडि देख्न सकिन्छ अनि यता नमस्ते वेलकम टु अन्नपूर्ण बेस क्याम्प 4130 मिटर यति रेन्ज रहेछ है त हामी चाहिँ यहाँ छौँ है त पावर ब्याङ्क जोड्दै यस्तै छ पारा यतिर चाहिँ आइस छ एकदम राम्रो छ ठाउँ है त यहाँ सबैजना फोटो खिच्दैछन् म पनि फोटो खिच्न चाहन्छु है त कस्तो अनुभव भइरहेछ त पट्टा सर लास्ट मजा आइरहेको छ भन्दै गाह्रो भएको छ लास्ट मजा भइरहेको गाह्रो भइरहेछ तर एकदम यो भ्यू हेरेपछि गाह्रो चाहिँ सबै बिर्सिनु रहेछ होइन त हो भएर हाम्रो भाइको चाहिँ यहाँ प्रशान्त भाइले फोटो खिच्दैछ भन प्रशान्त भाइ के भन्न चाहन्छौ यहाँ आइपुगेपछि ए भन्नै परेन यति राम्रो फोटो खिचेपछि जिते जस्तो लागिरहेको मलाई होला होइन अब खुट्टा दुख्नु यता आफ्नो ठाउँमा त्यही पनि यो दुःख सुख सब मेटेको जस्तो फिल भइरहेको ल ठिक छ ल ठिक छ हाम्रो आयन गुरुङलाई पनि सोध्न चाहन्छु हाम्रो आयन गुरुङलाई कस्तो अनुभव भइरहेछ यहाँ आइपुगेपछि मलाई एकदम मजा भइरहेछ कस्तो भन्ने अब धेरै समयपछि स्वर्गमा जस्तो फिल भइरहेछ कि कस्तो ठिकै हो हिँडेपछि स्वर्गमा ल ठिक छ हाम्रो भट्ट सरको फेरि अब
1 TB-बाट चाहिँ दामी दामी भिडियोहरू आउन सक्छ है त। यस्तो देखिन्छ। अब म पनि अलिअलि फोटोहरू खिच्न चाहन्छु है त। अहिले चाहिँ एकैछिनलाई इन गरौँ है त। सो अहिले चाहिँ हामी ठ्याक्कै अन्नपूर्णको बेस क्याम्पमै आइपुगेको छौँ है त। यहाँबाट पछाडि चाहिँ यस्तो भ्यू देख्न सकिन्छ। अनि अब हामी होटेलको लागि जाँदैछौँ है त। होटेलको लागि यहाँ देख्न सकिन्छ अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्ट भन्ने ठाउँ। यता छुट्टै अर्को रेस्टुरेन्ट देख्न सकिन्छ है त। ठाउँ दामी छ। माथि हो यस्तो छ मजाले टाँसे गरेर देख्न सकिन्छ है त। अहिले एकछिनमा मजाले भिडियो बनाउँदा अहिले चाहिँ हामी यहाँ बस्ने निर्णय गर्दैछौँ है त। आउनु यहीँ बस्ने होला। आउनु नमस्ते। नमस्ते। जताततै हिउँ परेको छ कि अन्नपूर्ण बेस क्याम्पमा चाहिँ हामी चाहिँ बस्ने चाहिँ यता होला है त। यसमा हो हाम्रो पनि चाहिँ यस्तो रहेको छ। सबै एकजना एकै ठाउँ अड्दो रहेछ ल हामी। अहिले चाहिँ हामी यहाँ होटेलभित्र चाहिँ तास खेल्दैछौँ है। अनि म चाहिँ यहाँ छु। अनि हामी चाहिँ यहाँ आगो तापेर बसिरहेको छौँ है त। हाम्रो आगो चाहिँ यस्तो रहेको छ। यसमा भित्र यसरी आगो हालिदिएको हुन्छ है भित्र चाहिँ। अनि यता चाहिँ यस्तो रहेको छ। यहाँनिर हल्ला गरिरहेछ फटाहरू है त। काले ओए काले ओए काले सम्झे सम्झे त्यो त बुझ्छ होला त्यो त बुझ्छ होला काले चाहिँ बुझ्दैन। त्यही हो अब हामीले यहाँ भाषा खायौँ एकछिन यसो रमाइलो गरिदिएको हल्का यसो इन्टरटेनमेन्ट दिएको क्या केटाहरूलाई। त्यस्तो त्यति साह्रो बोल्ने मान्छे त होइन। Loyal Rider. Insta, TikTok, Facebook is Loyal Rider. Loyal. Can you show? I will take my Instagram. There is no Wi-Fi. No Wi-Fi? No Wi-Fi. There's no Wi-Fi. If you pay 300, they give Wi-Fi. Yeah? Wi-Fi? 300. You give 300. There is no Wi-Fi password. We take Wi-Fi passport is go. Wi-Fi is in the phone. I have a Wi-Fi password. You give, you take. Bye. Tomorrow? Bye. Tomorrow? What tomorrow? You? What tomorrow? Tomorrow we go. Tomorrow we will go. Yeah. At Bamboo. Bamboo. Yeah. Yeah, bamboo. Bamboo. Also Bamboo? Bamboo or like cinema. Adendo ukana. What do you say? Ami. Chonge. What's the ball? Okay. Do not forget, okay? Say like Mayre Umbi. Say like in our language. Mayre Umbi. Mayre Umi.
like Maire means it's a Okay. No worries. No problem. Go. Don't forget. Okay. Don't forget, okay? Yeah. Marry me. Maire Umbi. Marry me. Marry me. You are very good. Not very good. This is common word in Nepali dialogue. Like Go. yeah. We also do this in English. How are you, Mari? In Nepali we Malayalam means wedding. How are you? Very. Malayalam wedding. Malayalam bedi. Wedding. Marry me, Malayalam bedi. But eat at you. Eat. भोलि रातको 12 बजी चाहिँ केटाहरूलाई अक्सिजनको कमी भएर चाहिँ यहाँ अन्नपूर्ण बेस क्याम्पमा चाहिँ सब बिउजेर बसिरहेको छ केटाहरू यहाँ कस्तो के भयो अरे राति अहिले ठ्याक्कै भयो परेन क्या एकचोटि निद्रै परेन आँखा चाहिँ फेरि चिम्लेको होइन त्यो निद्रै परेन अनि हल्का गाह्रो भएको फिल भइरहेको त्यही हुँदैन मामालाई पनि सेम प्रब्लम होइन मामाले त अलि टाउको पनि दुखिरहेको मलाई पनि थोरै थोरै टाउको दुखिरहेको सबैले प्रब्लम त एउटै हो भट्ट सरलाई नि त्यही हल्का टाउको दुखिरहेछ निद्रा लाग्दैन सुकेर सास फेऱ्यो ढ्याक हुन्छ मुटु ऐसा लगता है मेरा दिल धक 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 हो रहा है भने हाम्रो भाइ पनि यहाँ गेम खेलिरहेछ यहाँ पुरै त्यसरी छोपेर नबस्छ क्या भिडियो झन् तिमी त झन् पुरै लाग्दै छोपेर बस्ने अनि कति बजेर भाइ 2 बज्यो त यो यिनीहरू लागेन नि त यस्तो रात कोही पनि छैन। मिलाउन सक्यो सुत्न सकेको छैन है त हामी अझै पनि कति बेला उज्यालो होला टक्कै हिमालयहरूमा भइरहेको मलाई चाहिँ टक्क दामीसँग टापहरू पनि भएको